हामी चाहिँ आज नागासाकी जान लागेको छौँ। अनि सिपबाट जाँदा चाहिँ अलिकति छिटो भन्दा पनि धेरै ड्राइभ गर्नु पर्दैन भनेर यसबाट जान लागेको। आज चाहिँ मौसम अलि नराम्रो छ, पानी पर्ला जस्तो भइरहेको छ। अनि हामी नागासाकी पुग्ने बित्तिकै यो चाइना टाउन गयौँ। अनि कस्तो रमाइलो रहेछ, तर मौसम चाहिँ अलि नराम्रो थियो, बादल लागेको थियो। अनि एकछिन हामी चाइना टाउनमा घुम्यौँ, हेर्न सक्नुहुन्छ, रमाइलो थियो। तर एकछिन चाइना टाउन घुमिसकेपछि त्यहाँबाट निस्केर हामी पार्कतिर, सिसाइड पार्कतिर गयौँ। नानी पनि रमाइरहेको थिए, धेरै पछि बाहिर निस्केको भएर। मैले यहाँ भोइस ओभर गरिराख्दा चाहिँ नानी पछाडि खग गर्दैछ, त्यो साउन्ड पनि आइरहेको छ। अनि एकछिन सिसाइड घुमेर त्यसपछि हामी गयौँ एटम बम हानेको ठाउँमा। त्यहाँ चाहिँ कस्तो नराम्रो लागेको, त्यहाँको दृश्यहरू भिडियोहरू हेर्दाखेरि चाहिँ एकदमै कस्तो नराम्रो लाग्यो। यति धेरै बच्चा बालबालिकाहरू, कति धेरै मान्छेले ज्यान गुमाउनु पर्यो। हेर्नुहोस् न, त्यहाँ पुरै जलेको, सिसासम्म पग्लेको भनेपछि कति धेरै त्यो हिट थियो होला। यहाँको दृश्य गएर हेर्दाखेरि, भिडियोहरू हेर्दाखेरि त यति नरमाइलो लाग्ने, के गर्ने है यस्तो। त्यसपछि हामी भोलिपल्ट चाहिँ कुमामोतो क्यास्टल गयौँ। फेरि भोलिपल्ट चाहिँ घाम लागेको भएर एकदमै मौसम पनि रमाइलो थियो। सबैजना पार्कमा पिकनिक खाइरहेको थिए। साकुराहरू हल्का फुलिरहेको थियो, कुनै चाहिँ फुलेर झरिसकेको, कोही चाहिँ भर्खर फुल्न लाग्दै थियो। अनि त्यहाँ एकदम रमाइलो भइरहेको थियो घाम लागेर। अनि टुरिस्टहरू पनि एकदम धेरै थिए। त्यो दिनमा चाहिँ एकदम मौसम वेदर राम्रो भएको भएर हामी त्यहाँ एकछिन घुमेर अनि पछि चाहिँ तल ओमियागेसामा गयौँ। नानी चाहिँ अङ्कलसँग आन्टीसँग झन् कति रमाउँदै थिइन् कि। अनि हामी एकछिन त्यहाँ घुमेर त्यसपछि फर्क्यौँ। फर्केर चाहिँ हामी निगिरी खाएर, सुसी खाएर फर्केको थियौँ। त्यो भिडियोहरू चाहिँ खिच्न पाएन। अङ्कल आन्टी चाहिँ, नानीको अङ्कल आन्टी चाहिँ अस्ट्रेलियाबाट आउनुभएको भएर घुमाइदिउँ भनेर एकछिन निस्केको। त्यो टाढा त जान सकिएन।